नमस्कार सबै विद्यार्थी भाइ बहिनीहरुमा। आज चाहिँ म कक्षा 12 अकाउन्ट सब्जेक्टको एनइबीमा सोध्ने एक्जाम टाइपको कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट जुन चाहिँ 3 मार्क्समा सोध्छ कक्षा 12 को अकाउन्ट सब्जेक्टको कस्ट रिकन्सिलिएसन स्टेटमेन्टको बारेमा पढाउन गइरहेको छु। आशा छ तपाईहरुलाई यो भिडियो काम लाग्नेछ र सँगसँगै यस च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गर्नुहुन्छ होला भन्ने पनि आशा गर्दछु। अब ढिला नगरी हामी आफ्नो विषयतर्फ नै जाउँ। हाम्रो च्याप्टरको नाम हेर्न सक्नुहुन्छ कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट। कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट जुन चाहिँ 3 मार्क्समा आउँछ भनेर मैले पहिले नै भनिसकेको छु। 12 को बोर्ड एक्जाममा एसएलसी एक्जाममा 3 मार्क्समा सोधिनेछ। इजी छ, एकदम इजी च्याप्टर मानिन्छ यो। क्लास 12 को सबभन्दा इजी च्याप्टर मध्ये यो एउटा च्याप्टर हो। फर्स्ट एकदम इजी नै च्याप्टर मानिन्छ। अब यो सम्झिने बित्तिकै तपाईले यो कस्ट रिकन्सिलिएसन भन्ने बित्तिकै केलाई सम्झिनुस् भन्दाखेरि हामीले 10 र 11 मा पनि पढिसकेको बैंक रिकन्सिलिएसन स्टेटमेन्ट ठ्याक्कै त्यस्तै खालको छ। लगभग मिल्छ नै भनौं न। त्यो कन्सेप्ट बुझिसकेपछि यो कन्सेप्ट पनि लगभग सेम नै हो है। बैंक रिकन्सिलिएसन स्टेटमेन्ट जसमा हामी एकचोटि रिकल गरौँ, जसमा चाहिँ के हुन्थ्यो, एउटा साइड चाहिँ बैंक हुन्थ्यो है, अर्को साइड चाहिँ के हुन्थ्यो, एउटा कस्टमर अथवा अर्गनाइजेसन हुन्थ्यो हैन। त्यही कुनै पनि अर्गनाइजेसनले के हुन्थ्यो, बैंकमा अकाउन्ट खोलेको हुन्थ्यो अनि उसले बैंकसँग गरेको हरेक ट्रान्ज्याक्सनको रेकर्ड आफैले पनि राख्थ्यो क्यासबुकमा। अनि अर्को साइडमा हुन्थ्यो, अर्को पार्टी हुन्थ्यो बैंक, उसले पनि पासबुकमा रेकर्ड राख्थ्यो। एउटै ट्रान्ज्याक्सन, त्यो अर्गनाइजेसनको ट्रान्ज्याक्सन बैंकले पनि राख्थ्यो, त्यही एउटा ट्रान्ज्याक्सन, त्यही सेम ट्रान्ज्याक्सन वा आफैले पनि पर्सनली राख्थ्यो क्यासबुकमा। अनि क्यासबुक र पासबुक भन्ने दुईटा एउटा बुक हुन्थ्यो। त्यो दुईटा बुकमा चाहिँ डिफरेन्स आउँथ्यो, विभिन्न रिजन्सको कारणले डिफरेन्स आउँथ्यो। त्यो रिजन्सहरु हामी पत्ता लगाउँथ्यौं अनि त्यो रिजन्सहरुको आधारमा चाहिँ हामी के गर्थ्यौं भने रिकन्साइल गर्थ्यौं, लास्टमा त्यसलाई ब्यालेन्स गर्ने काम गर्थ्यौं, दुईटालाई इक्वल बनाउने काम गर्थ्यौं, पासबुक र क्यासबुक। तर यहाँ पनि त्यस्तै सेम छ। यहाँ पनि के छ भने एउटा पार्टी हुन्छ, एउटा अथवा भनौं न कुनै पनि अर्गनाइजेसनको दुई थरी नर्मली दुई थरी अकाउन्ट राखेको हुन सक्छ है। यहाँ हुन सक्छ कस्ट एकाउन्टिङ र अर्को हुन सक्छ फाइनान्शियल एकाउन्टिङ। यो सेम अर्गनाइजेसनको, एउटै अर्गनाइजेसनको एउटा अकाउन्टेन्ट राखेको हुन्छ, कस्ट एकाउन्टिङको सिस्टम, कस्ट एकाउन्टिङ एउटा अकाउन्टेन्ट राखेको हुन सक्छ भने फाइनान्शियल अकाउन्टिङ अर्को अकाउन्टेन्ट राखेको हुन्छ। र सेम अकाउन्टेन्ट राखे पनि के हुनुपर्छ भन्दाखेरि यो अकाउन्टिङ र यो अकाउन्टिङको ब्यालेन्स यिनीहरुको प्रफिट भनौं, नेट प्रफिट चाहिँ इक्वल भएको हुनुपर्छ। किनकि कुनै पनि अर्गनाइजेसन, सेम अर्गनाइजेसन नेट प्रफिट त सेम हुनुपर्ने होइन र हैन। उसले हिसाब गरे पनि, दाइले हिसाब गरे पनि, भाइले हिसाब गरे पनि, अर्को अकाउन्टेन्टले हिसाब गरे पनि, अर्को अकाउन्टेन्टले हिसाब गरे पनि कस्ट एकाउन्टिङ र फाइनान्शियल एकाउन्टिङ अथवा त्यो सेम अर्गनाइजेसनको नेट प्रफिट चाहिँ सेम नै हुन्छ, युनिक हुन्छ हैन। अरूसँग एउटाको फरक अर्कोको फरक आउनु हुँदैन। त्यो अर्गनाइजेसनको अकाउन्टिङको जुन नेट प्रफिट एउटै नै सेम नै हुनुपर्छ। भन्न खोजेको कस्ट एकाउन्टिङबाट आएको नेट प्रफिट र फाइनान्शियल अकाउन्टिङबाट आएको नेट प्रफिट चाहिँ बराबर हुनुपर्छ। तर हुन सक्छ कुनै रिजन्सको कारणले चाहिँ के हुन सक्छ भने कस्ट दुईटै अकाउन्टिङको ब्यालेन्सहरु नेट प्रफिट चाहिँ इक्वल नहुन सक्छ हैन। नेट प्रफिट चाहिँ इक्वल नभएको हुन सक्छ। त्यो विभिन्न रिजन्सहरु छन्, त्यो रिजन्सको कारणले चाहिँ इक्वल हुँदैन। त्यो रिजन्सहरु हामीलाई चाहिँ क्वेशनमै दिइसकेको हुन्छ। यस्तो कारणले चाहिँ हाम्रो कस्ट एकाउन्टिङ र फाइनान्शियल एकाउन्टिङको डिफरेन्सेस यस्तो कारणले आयो भनेर चाहिँ रिजन्स दिएको हुन्छ। त्यो रिजन्सले हामीले चाहिँ प्लट गरेर फर्मेटमा राखेर चाहिँ के गर्नुपर्छ, त्यसलाई हामीले रिकन्साइल गरेर चाहिँ लास्टमा नेट प्रफिट ब्यालेन्स निकाल्नु पर्ने हुन्छ। उसको ब्यालेन्स र यता फाइनान्शियल अकाउन्टिङको ब्यालेन्स र यतापट्टि कस्ट एकाउन्टिङको ब्यालेन्स इक्वल बनाउने काम चाहिँ हामी गर्छौं है त। अब यो क्वेशनमा के दिएको हुन सक्छ भने हामीलाई क्वेशनमा चाहिँ कस्ट एकाउन्टिङको नेट प्रफिट दिएको हुन सक्छ। त कस्ट एकाउन्टिङको नेट प्रफिट दियो भनेदेखि हामीले फाइनान्शियल एकाउन्टिङको नेट प्रफिट निकाल्नु पर्यो, ठ्याक्कै यो बीआरएस पढे जस्तो हैन। यतापट्टि फाइनान्शियल एकाउन्टिङको नेट प्रफिट दिएको छ क्वेशनमा भनेदेखि हामीले चाहिँ निकाल्ने कस्ट एकाउन्टिङको नेट प्रफिट है। यता फेरि कस्ट एकाउन्टिङको नेट लस दिएछ भने हामीले निकाल्नु पर्यो फाइनान्शियल एकाउन्टिङको नेट लस। यसको फाइनान्शियल एकाउन्टिङको नेट लस दिएको छ भने हामीले निकाल्नु पर्यो कस्ट एकाउन्टिङको नेट लस। यति कुरा बुझिसकेपछि हामी फर्मेटमा पनि पछि जान्छौं। प्रश्नमा फेरि अर्को हामीले कुरा बुझ्नुपर्छ। यति कुरा चाहिँ के हुन्छ भने फ्रिक्वेन्टली यस्तो वर्ड्सहरु आइरहन्छ। यस्तो वर्ड्सहरु तपाईले बुझ्नु पर्ने हुन्छ, नत्र तपाईलाई प्लट गर्न, इन्ट्री गर्न हैन, सोलुसन निकाल्न गाह्रो हुन्छ। जस्तै कुनै अब क्वेशनमा एकदम युज हुने ओभरहेड। ओभरहेडको ठ्याक्कै मिनिङ भनेको खर्च हो है। यो खर्च हो। अब यो खर्च भन्ने बित्तिकै खर्च गर्यो भने के हुन्छ, पैसा घट्छ हैन, पैसा घट्छ। यसलाई चाहिँ हामीले के सोच्नुपर्छ भने पैसा घट्छ अर्थात हाम्रो पैसा घट्ने बेला चाहिँ ब्यालेन्स घटायो, यसले माइनस गर्छ भनेर सोच्नुपर्छ है त। यो आइटमले ओभरहेड भनेको खर्च, खर्चले पैसा ब्यालेन्स घटाउँछ है, ब्यालेन्स घटाउँछ। यो माइनस जस्तो आइटम हो, माइनस गर्ने, ब्यालेन्सलाई माइनस गर्ने आइटम हो भनेर बुझ्नुपर्छ। अर्को छ ओभर रेकर्डेड, ओभर एब्जर्ब अथवा ओभर कास्टेड हैन। यस्तो वर्डहरु हामीले पहिले पनि 11 10 11 मा सुनिसकेका छौं। ओभरको अर्थ बढी हैन, रेकर्डेड भनेको बढी लेख्यो, अथवा ओभर एब्जर्ब, ओभर कास्टेड, यस्तो ओभर भन्ने वर्ड आयो भने सबै यो बढी लेखेको
जति लेख्नुपर्ने त्योभन्दा बढी लेखेछ मिस्टेकली, त्यो भनेको। अन्डर रेकर्डेड भनेको जति लेख्नु थियो अथवा अन्डर एब्जर्भ अन्डर कास्टेड होइन भनेको जति लेख्नु छ त्योभन्दा थोरै लेखेछ, मिस्टेकले थोरै लेखेको होइन, जति लेख्नु थियो त्यो मिस्टेकले थोरै लेख्यो। अथवा अर्को भनेको छ डेबिटेड। यस्तो डेबिटेड भन्ने वर्ड आयो भने यसले के गर्छ, डेबिटेड भन्ने वर्ड आयो यसले ब्यालेन्स घटाउँछ है भनेर बुझ्नुपर्छ। नर्मली डेबिटेड भन्ने बित्तिकै अब हाम्रो अकाउन्ट भाषामा अलिकति एक्सपेन्सेससँग रिलेटेड कुरा हुन्छ है, त्यही भएर डेबिट भन्ने बित्तिकै हामीले चाहिँ पैसा घट्छ भनेर सोच्छौँ है। डेबिट भन्ने बित्तिकै एक्सपेन्सेससँग रिलेटेड हुने आइटम पनि हो, त्यही भएर एक्सपेन्सेस डेबिट हुन्छ। सँगसँगै यो डेबिट भएको आइटम यसले पैसा घटाउँछ भनेर सम्झनालाई सजिलो हुन्छ। डेबिट भनेको एक्सपेन्सेस हो, एक्सपेन्सेसले पैसा घटाउँछ भनेर चाहिँ सम्झिनु होला है। यतापट्टि क्रेडिट भनेको चाहिँ यसले चाहिँ ब्यालेन्स बढाउँछ भनेर सम्झिनुपर्छ। ब्यालेन्स बढ्छ, क्रेडिट भन्ने वर्ड आयो, क्रेडिटेड भन्ने वर्ड आयो भने चाहिँ यसले ब्यालेन्स बढ्यो प्लस गरायो भन्ने सोचिन्छ। डेबिटले चाहिँ ब्यालेन्स माइनस गराउँछ भनेर बुझ्नुपर्छ। अर्को छ ओपनिङ स्टक। स्टक दुई थरी हुन्छ, ओपनिङ स्टक र क्लोजिङ स्टक। अब दुईटैले प्लस गर्छ भन्ने त मिलेन होइन। अब ओपनिङ स्टकको काम अर्थ अलिकति छुट्टै छ, यसको मिनिङ क्लोजिङ स्टकको मिनिङ छुट्टै छ। त ओपनिङ स्टकले चाहिँ ब्यालेन्स घटाउँछ भनेर सोच्नुपर्छ होइन। जुनको सुरुको हाम्रो स्टक हुन्छ त्यसलाई चाहिँ हामी माइनस नै सोध्छौँ, यसले ब्यालेन्स घटाउँछ भनेर सोध्छौँ होइन। यता क्लोजिङपट्टिकोले क्लोजिङ अफ स्टकले चाहिँ ब्यालेन्स बढ्छ, पोजिटिभ ब्यालेन्स हो भन्ने सोचिन्छ। यता फेरि क्लोजिङ स्टकको एसेट्स पनि मानिन्छ नि त है, अनि एसेट्स पनि मानिन्छ। सम्झनको लागि चाहिँ हामीले एसेट्स मानिन्छ, यो पोजिटिभ चिज हो भनेर बुझ्नु पर्यो। ओपनिङ क्लोजिङ स्टक चाहिँ पोजिटिभ चिज हो, ओपनिङ स्टक चाहिँ नेगेटिभ चिज हो, माइनस गराउँछ, यसले ब्यालेन्सलाई घटाउँछ भनेर सम्झनु पर्यो। अर्को छ जेसुकै दियो समथिङ 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 रिटर्न अफ भन्न सक्छ होइन। गुड रिटर्न अफ यस्तो थियो रिटर्न अफ भनेर भन्दा भने त्यस्तो कन्डिसनमा त्यो ब्यालेन्स त्यसले ब्यालेन्स घटाउँछ भनेर बुझ्नुपर्छ है। त्यो रिटर्न अफ भन्ने बित्तिकै के हो, त्यसको चाहिँ भ्यालु डिक्रिज भयो अथवा त्यसको भ्यालु चाहिँ के गर्यो त हामीले रिटर्न अफ गरिसक्यौँ होइन। त्यो त्यसको भ्यालु डिक्रिज गराउनु खोजेको हामीले त्यो डिप्रिसिएट जस्तो हो। अनि अर्को के यहाँनिर के भनेको छ भने डिभिडेन्ड पेड भनेको छ है। डिभिडेन्ड पेडले चाहिँ के गर्छ, ब्यालेन्स घट्छ है। डिभिडेन्ड पेड भन्ने बित्तिकै पेड भन्ने वर्ड भनेको के हो, तिर्नु हो, पैसा तिर्नु, पैसा तिर्ने बित्तिकै त्यसले ब्यालेन्स घट्छ नि भन्ने बुझिन्छ। अर्को छ डिभिडेन्ड रिसिप्ट। अब प्रायः के हुन्छ भने पेड भन्ने वर्डले चाहिँ ब्यालेन्स घट्छ, माइनस हो भनेर सम्झिनुहोस्। यतापट्टि डिभिडेन्ड रिसिप्ट भनेको छ, रिसिप्ट भन्ने वर्ड जेसुकै आउँछ रिसिप्ट भन्ने वर्डले चाहिँ हामीलाई के गर्छ, ब्यालेन्स बढ्छ भनेर सम्झे पनि हुन्छ होइन। अब अर्को थियो कहिले कहिले हुनसक्छ डिभिडेन्ड मात्र भन्न पनि सक्छ है। डिभिडेन्ड मात्र भनेछ भने त्यो चाहिँ फेरि पेड भनेर बुझिन्छ। डिभिडेन्ड मात्र भनेछ भने त्यो डिभिडेन्ड पेड माइनस गर्छ ब्यालेन्स भनेर बुझिन्छ। अर्को छ ब्याङ्क चार्ज। अब ब्याङ्क चार्ज भनेको चार्ज हो, ब्याङ्कले चार्ज गरेको यसले ब्यालेन्स घट्छ भनेर सम्झ्नुपर्छ। यति कुराहरू चाहिँ तपाईँले पहिला लेख्नु पनि पर्यो होइन, त्यसपछि सम्झिनु पनि पर्यो। लेखेर सम्झिसकेपछि तपाईँले अब के गर्न सक्नुहुन्छ भन्दाखेरि म चाहिँ यसको सोल्युसन बनाउँछु। सोल्युसन चाहिँ के गर्छु भन्दाखेरि बुद्ध पब्लिकेसनको हाम्रो पेज नम्बर 489 मा छ कस्ट रिकन्सिलिएसन स्टेटमेन्टको एउटा म क्वेसन बनाउँछु। क्वेसनको आन्सर फर्स्ट चाहिँ CW1 मै बनाउँछु। सुरुदेखि स्टार्ट गरौँ, एकदम इजी छ है। यसलाई मैले मेटेँ फर्स्टमा, यसलाई मैले मेट्छु, त्यसपछि म यसको एउटा फर्मेटमै बनाउँछु। त्यो फर्मेट बनाउनुभन्दा अगाडि अलिकति रफ पनि म गरेर तपाईँलाई देखाउँछु, फर्मेट सँगसँगै बनाउनु देखाउँछु। अब यहाँ के छ भने कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट अनि ठ्याक्कै एज अन भनेर लेख्छौँ यहाँ है, यो नदिए पनि हुन्छ। ठ्याक्कै हामी त्यो चाहिँ के गर्छौँ भन्दाखेरि एज अन भनेर लेख्छौँ अनि डेट लेख्छौँ है। अब यहाँनिर के दिएको छ, डेट दिएको छ छैन, त्यसैले यसलाई अलिकति छोडिदिउँ। अब हाम्रो फर्मेट चाहिँ कस्तो हुन्छ भनेदेखि ठ्याक्कै कस्तो हुन्छ तपाईँलाई सम्झिनको लागि के हुन्छ, PA भनेर सम्झिनु। P फर पार्टिकुलर्स है, P फर पार्टिकुलर्स अनि त्यसपछि A फर अमाउन्ट अनि यो फर A फर अमाउन्ट भनेर सम्झिनुहोस्। यो अमाउन्टलाई चाहिँ डिटेल्स पनि लेख्न सक्नुहुन्छ तपाईँहरूले, तर अहिले अमाउन्टै लेखेँ मैले चाहिँ है। अब यहाँनिर तपाईँले क्वेसन CW1 को क्वेसन हेर्न सक्नुहुन्छ, बुद्ध पब्लिकेसनको CW1 को क्वेसन। अब यसमा चाहिँ के हुन्छ मैले अघि नै भनिसकेको छु, यहाँनिर के दिएको हुनसक्छ, नेट प्रफिट दिएको हुनसक्छ होइन, चाहे हुनसक्छ कस्ट एकाउन्टिङको प्रफिट दिएको हुनसक्छ अथवा फाइनेन्सियल एकाउन्टिङको दिएको हुनसक्छ। जेको दिएको छ यहाँ कस्ट एकाउन्टिङको दियो भने हामीले निकाल्नु पर्यो फाइनेन्सियल एकाउन्टिङको, यहाँ फाइनेन्सियल एकाउन्टिङको दियो भने यहाँ कस्ट एकाउन्टिङको निकाल्नु पर्यो। यहाँ यस्तो आइटम्सहरू छ, त्यो चाहिँ आइटम्सहरू चाहिँ हामीले एड र सबट्र्याक्ट गर्नुपर्छ अनि एड सबट्र्याक्ट गरिसकेपछि लास्टमा हामीले नेट प्रफिट निकाल्छौँ होइन अर्को अकाउन्ट। अब यहाँनिर हामीले चाहिँ क्वेसनमा के दिएको छ भन्दाखेरि नेट प्रफिट एज पर कस्ट एकाउन्टिङ भनेर छ। नेट प्रफिट एज पर कस्ट एकाउन्टिङ भनेर दिइसकेको छ, कस्ट एकाउन्टिङ भनेर दिइसकेको छ। यस्तो मेन एमाउन्टहरू हुन्छ नि, जुन ठुल्ठुलो अमाउन्ट एकैचोटि क्यालकुलेसन गर्नु नपर्ने खालको अमाउन्ट चाहिँ, यस्तो अमाउन्ट चाहिँ हामी यो लास्टको अमाउन्टमा लगेर राख्छौँ। यहाँ 20,000 दिइसकेको छ है,
जुन चाहिँ क्याल्कुलेट गर्नुपर्ने छ एड र सबट्र्याक्ट गर्नुपर्ने आइटम चाहिँ यहाँ राख्छौँ। अरू एड सबट्र्याक्ट गरिसकेपछि आएको आइटम चाहिँ टोटल ग्रान्ट आइटम जस्तो टाइप चाहिँ टोटल अमाउन्ट जस्तो टाइपको चाहिँ त्यो चाहिँ हामी यो साइडमा राख्छौँ। अब यहाँनिर हामीले के आइटमहरू एड गर्नुपर्ने हुन्छ है, कुनै आइटमहरू हामीले एड गर्नुपर्ने हुन्छ। अब कुनै आइटमहरू हामीले यहाँ लेस पनि गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि हामीले यो के एड गर्ने के लेस गर्ने भनेको भन्नुभन्दा अगाडि बुझ्नुभन्दा अगाडि चाहिँ हामी चाहिँ एउटा फर्मुला ट्रिक जस्तोमा सिकाउँछु, CFR भनेर सिकाउँछु है त। CFR यो ट्रिकले चाहिँ तपाईँलाई के गर्छ भन्दाखेरि सजिलो बनाउँछ। यो भनेको कस्ट भनेको, यो भनेको फाइनेन्सियल अकाउन्टिङ भनेको, यो आर भनेको रिजल्ट भनेको है। अब यो ट्रिक अनुसार चाहिँ के हुन्छ भन्दाखेरि यदि हामीले कस्ट एकाउन्टिङकोबाट बनाउँछ भने कस्ट एकाउन्टिङ हामीलाई गोल्ड लगाउँछ है। यसलाई सर्टकटमा CFR पनि लेख्न सक्नुहुन्छ। कस्ट एकाउन्टिङको नेट प्रफिट दिएको छ भने कस्ट एकाउन्टिङलाई गोलो लगाउने है, सर्कल गर्ने। यसलाई फाइनेन्सियल अकाउन्टिङको नेट प्रफिट दिएको छ भने हामीले चाहिँ के गर्नु पर्यो, फाइनेन्सियल अकाउन्टिङलाई गोलो लगाउनु पर्यो। अनि यसको यो ट्रिक अनुसार के हुन्छ भने यहाँनिर प्लस आयो भने यो गोलो जुन सर्कल लगाएको छ यसमा प्लस आयो भने चाहिँ यसको रिजल्ट चाहिँ हामी यहाँनिर यहाँ चाहिँ माइनस गर्छौँ, चाहिँ उल्टो गर्छौँ है। यसको चाहिँ यो अपोजिट हुन्छ। यसमा प्लस आयो भने यो रिजल्ट माइनस, यसमा माइनस आयो भने यहाँ रिजल्ट प्लस। अब माइनस प्लसको बारेमा म भन्छु। तर यो फाइनेन्सियल एकाउन्टिङ हामी कस्ट एकाउन्टिङबाट गोलो लागेको छ, फाइनेन्सियल एकाउन्टिङमा गोलो लागेको छैन, हामी कस्ट एकाउन्टिङबाट सुरु गरिरहेका छौँ भने यहाँ चाहिँ प्लस आयो भने रिजल्ट चाहिँ फेरि प्लसै हुन्छ। यहाँ पनि हामीले प्लसै गर्नुपर्ने हुन्छ, यहाँ माइनस आयो भने यहाँ माइनस नै हुन्छ। यसको गोलो लगाएकोपट्टिको चाहिँ रिजल्ट होइन उल्टो गर्ने, गोलो नलगाएकोपट्टि चाहिँ उल्टो गर्ने। यसरी बुझ्न तपाईँहरूलाई सजिलो हुन्छ। अब म अहिले क्वेसनमा जाउँ। फर्स्टमा के दिएको छ भने फ्याक्ट्री ओभरहेड ओभर चार्ज इन कस्ट एकाउन्टिङ भनेको छ। भनेपछि यो कुन अकाउन्टिङसँग रिलेटेड छ, योसँग कि योसँग? फर्स्टमा त कस्ट एकाउन्टिङसँग रिलेटेड छ। त कस्ट एकाउन्टिङमा के भएको छ यहाँनिर हाल्का है, यहाँनिर सम्झिनु। कस्ट एकाउन्टिङमा के भन्छ भने फ्याक्ट्री ओभरहेड चाहिँ बढी लेखेको छ अरे। फ्याक्ट्री ओभरहेड भनेको के हो? खर्च बढी लेख्यो भने होइन त्यो कुराले माइनस बढी गर्यो कि यसले प्लस गर्यो त? खर्च जुन माइनस गर्नु कुरा झन् धेरै लेख्यो भनेपछि खर्च धेरै लेख्दैछ, यसले धेरै माइनस गर्दैछ होइन। हाम्रो ब्यालेन्सलाई त झन् घटाइदिएछ, झन् माइनस गर्दैछ उसले होइन। यसरी बुझ्नु पर्यो। माइनस 2000 गर्दैछ कि मैले के भनेको थिएँ। अब यहाँ माइनस आयो भने यहाँ चाहिँ रिजल्टमा प्लस गर्ने, सर्कल लगाएकोपट्टि प्लस गर्ने, सर्कल नलगाएकोपट्टि चाहिँ सेम गर्ने भनेको थिएँ। तर माइनस यहाँ 2000 छ भने अब हामीले चाहिँ के छ भने हामी कस्ट एकाउन्टिङबाट पनि गइरहेका छौँ कि। अनि कस्ट एकाउन्टिङबाट गएछौँ हामीले चाहिँ यहाँनिर खर्च 2000 बढी लेख्दैछौँ, फाइनेन्सियल अकाउन्टिङले चाहिँ गरेन, माइनस 2000 गरेन है, हामीले मात्र 2000 चाहिँ बढी लेखेछौँ कि। त हामीले मिस्टेक गरेछौँ नि त। अब हामी कस्ट एकाउन्टिङबाट सुरु गर्दैछ भने फाइनेन्सियल अकाउन्टिङ त हाम्रो हातमा छैन, बुकमा छैन। हामीले सच्याउने भनेको यो कस्ट एकाउन्टिङलाई नै हो। त कस्ट एकाउन्टिङ हाम्रो हातमा छ, हामीले सच्याउने यसलाई हो है। त्यही भएर हामीले यसलाई चाहिँ सच्याउनको लागि फाइनेन्सियल अकाउन्टिङले केही गरेका छैन, हामीले मात्र माइनस गर्यो 2000। त हामीले सच्याउनको लागि फाइनेन्सियल एकाउन्टिङ जस्तै हुनु पर्यो होइन। फाइनेन्सियल अकाउन्टिङ 0 भएको छ, हामी पनि 0 भइदिनु पर्यो। अब हामीले पनि केही चेन्ज नगर्ने, धेरै नघटाउने, उसले घटाएको छैन हामीले किन घटाउने। त्यही भएर हामीले पनि रिजल्टमा प्लस 2000 गरिदिउँ। अब अघि मिस्टेकले माइनस 2000 गरेका थियौँ, अब सच्याउनको लागि चाहिँ प्लस त्यही माइनस 2000 गरेकोलाई चाहिँ 0 बन्नको लागि होइन, तटस्थ रहनको लागि, न्युट्रल रहनको लागि चाहिँ हामीले अब प्लस 2000 गर्छौँ। यो फर्स्ट नम्बरको आइटम हामी के गर्ने रहेछौँ, प्लस गर्ने रहेछौँ। यति कुरा सम्झिनु। अर्को के छ भने अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड अन्डर चार्ज इन कस्ट एकाउन्टिङ। यहाँ पनि फेरि कस्ट एकाउन्टिङमै भयो। त कस्ट एकाउन्टिङमा के भनेछ भन्दाखेरि अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जुन खर्च छ त्यो चाहिँ के गरेछ, कम लेखेछ अरे। खर्च कम लेख्नु भनेको त माइनस होइन नि होइन। खर्च झन् थोरै लेख्दैछ भने चाहिँ त पैसा बढ्ने काम गराइदियो, यसले पोजिटिभ गराइदियो। खर्च थोरै लेख्यो, एक्सपेन्सेस थोरै लेख्नु भनेको पोजिटिभ गर्यो क्या यसले होइन। यदि खर्च चाहिँ धेरै देखाइदिएको भए हाम्रो ब्यालेन्स धेरै घट्थ्यो, तर यसले चाहिँ खर्च थोरै देखाइदियो भनेपछि त ब्यालेन्स त अब बढ्दिने भयो नि त, ब्यालेन्स त बढिरहने भयो नि, बढेको देखिने भयो। खर्च थोरै लेखेपछि हाम्रो खर्च धेरै भएको छैन, पैसा धेरै बाहिर गएको छैन भन्ने हुन्छ, अनि हाम्रो ब्यालेन्स चाहिँ धेरै छ भन्ने देखिन्छ। त यसले धेरै छ भन्ने देखायो, पोजिटिभ ब्यालेन्स देखायो। कति रुपियाँ? 3000। अब मैले के भनेको छु, यसले चाहिँ केही पनि गरेको छैन, हामीले मात्र पैसा धेरै छ भनेर देखाइदियो होइन। खर्च थोरै छ, पैसा धेरै छ हामीसँग, हामीले खर्च धेरै गरेको छैन भनेर देखाइदियो। अनि त्यो कारणले के भयो त, फाइनेन्सियल एकाउन्टिङले यो काम गरेको छैन। हामी पनि फाइनेन्सियल एकाउन्टिङ जस्तै हुनु पर्यो। अर्थात् कस्ट एकाउन्टिङ मैले अघि भनेको छु, यहाँनिर गोलो लगाएकोपट्टिको प्लस आयो भने यहाँनिर माइनस गर्नुपर्छ भनेको छु होइन। त यहाँ चाहिँ प्लस आएछ भने अब के गर्नु पर्यो, यहाँनिर माइनस गर्नु पर्यो 3000। अथवा हामी ब्यालेन्स हुनु पर्यो, यो 0 फाइनेन्सियल एकाउन्टिङ 0 छ त हामी पनि सेम उस्तै हुनु पर्यो। उस्तै हुनको लागि माइनस 3000 गर्नु पर्यो होइन। हामीले मात्र प्लस 3000 गरेर छौँ, फाइनेन्सियल एकाउन्टिङले चाहिँ गरेको छैन। उसले गरेको छैन भने हामी पनि किन गर्ने, हामी पनि जस्तै हो नि। अनि ब्यालेन्स हुन्छ, हाम्रो काम भनेको रिकन्सिलिएसन गर्ने होइन, बराबर भइदिने हो। अर्को छ सेलिङ एन्ड डिस्ट्रिब्युटिङ एक्सपेन्सेस चार्ज इन भनेको छ।
यहाँ चाहिँ दुईटा दिएको छ, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस कस्ट एकाउन्टिङको 10,000 दिएको छ, फाइनेन्सियल एकाउन्टिङको 9,000 9,000 दिएको छ। भनेपछि कस्ट एकाउन्टिङमा बढी लेखेछ, खर्च बढी लेखेछ, फाइनेन्सियल एकाउन्टिङमा कम लेखेछ। हामी फेरि कस्ट एकाउन्टिङलाई नै चिन्ह लगाउनु। के भएछ भन्दाखेरि कस्ट एकाउन्टिङले चाहिँ यो 1,000 बढी लेखेको होइन त, कस्ट एकाउन्टिङले 10,000 लेख्यो, फाइनेन्सियल एकाउन्टिङले 9,000 मात्र लेख्यो। त हामीले चाहिँ खर्च के गरेछौँ, धेरै लेखेछौँ। खर्च धेरै लेखेछौँ भने ब्यालेन्स के भयो, हाम्रो घटेको देखिने पनि, खर्च धेरै भयो, एक्सपेन्सेस धेरै भयो, पैसा धेरै बाहिर गयो, पैसा घट्यो भन्ने देखियो नि त। भनेपछि यसले के भयो, ब्यालेन्स हाम्रो घटायो, ब्यालेन्स घटाएको देखियो। 1,000 मात्र लेख्ने, यसको डिफ्रेन्स लेख्ने। त 1,000 हामीले चाहिँ घटाएको देखायौँ, उसले चाहिँ 9,000 मात्र देखाएको छ, मतलब 1,000 उसले चाहिँ घटाएको देखाएन, हामीले मात्र बढी 1,000 घटाएको देखायौँ। यसले केही पनि गरेको छैन भन्ने बुझ्यो। भनेपछि हामीले चाहिँ ओभर रेकर्डेड 1,000 चाहिँ ओभर रेकर्डेड गऱ्यौँ। त यहाँ माइनस धेरै गऱ्यौँ। अब यसलाई हामीले मिलाउनुको लागि, सच्याउनुको लागि यहाँ माइनस आयो भने यहाँ प्लस गर्ने है, यहाँ 1,000 भनेर सम्झिने। ल अर्को छ इन्ट्रेस्ट रिसिप्ट। जति पनि रिसिप्ट भन्ने आइटम यसले पोजिटिभ, यो पोजिटिभ ब्यालेन्स गराउँछ, पैसा बढाउँछ भन्ने बुझिन्छ। त यो पनि कस्ट एकाउन्टिङसँग रिलेटेड छ। इन्ट्रेस्ट रिसिप्ट नट रेकर्डेड इन कस्ट एकाउन्ट भनेको छ, जुन पैसा आएको थियो होइन त्यो चाहिँ कस्ट एकाउन्टले लेखेन अरे के। यसरी बुझ्दा पनि हुन्छ, कस्ट एकाउन्टले लेखेन, फाइनेन्सियल एकाउन्टिङले लेखेको छ भन्ने बुझ्यो। अथवा डाइरेक्ट हामीले के गर्नु, कस्ट एकाउन्टिङले पैसा आउने कुरा, इन्ट्रेस्ट रिसिप्ट भएको कुरा चाहिँ कस्ट एकाउन्टिङले लेखेन अरे। त कस्ट एकाउन्टिङ हामी होइन अरे, लेख्नु पर्यो नि त। हो त्यही भएर हामीले डाइरेक्ट यसरी पनि बुझ्न सक्छौँ, यो नलेखेको कुरा, पैसा आउने कुरा, पोजिटिभ ब्यालेन्स गराउने कुरा चाहिँ हामीले लेखेनछौँ, त हामीले माइनस गरेका छौँ कि, माइनस गरेछौँ भनेर बुझ्दा पनि हुन्छ। अथवा हामीले लेखेका थिएनौँ, अब लेख्नु पर्यो कि, हामीले लेखेका थिएनौँ, केही पनि लेखेका थिएनौँ, यहाँनिर लेख्नु पर्थ्यो 2500 यहाँनिर जोड्नु पर्थ्यो, हामीले यसरी 2500 जोड्नु पर्थ्यो, जोडेका थिएनौँ। अब जोडौँ न त होइन, सच्याउनलाई अब जोडौँ न त भनेर बुझ्यो। त यहाँनिर के रहेछ, यो आइटम पनि हामी प्लस गर्नुपर्ने रहेछ। भनेपछि यहाँ हामीसँग आइटम के रहेछ भने 3टा आइटम प्लस गर्नुपर्ने रहेछ, एउटा 3,000 चाहिँ माइनस गर्नुपर्ने रहेछ, अरू सबै के गर्नुपर्ने रहेछ, प्लस गर्नुपर्ने रहेछ। सेकेन्ड नम्बरको माइनस, अरू सबै प्लस। अब यो सम्झिनुहोस् है त, यो तपाईँको ट्रिक भयो। अब त यही ट्रिक अनुसार तपाईँहरूले प्लट गरेर राख्न पनि सक्नुहुन्छ, यही इन्ट्री गर्न पनि सक्नुहुन्छ। ल यसमा इन्ट्री पनि गरेर ल्याउनेछु। 3,000 माइनस छ, अरू सबै प्लस छ। अब यसलाई लेख्दाखेरि कसरी लेख्ने भन्दाखेरि यहाँनिर एड गर्नु पर्यो फर्स्टमा, फ्याक्ट्री ओभरहेड ओभर चार्ज, फ्याक्ट्री ओभरहेड ओभर चार्ज इन कस्ट एकाउन्टिङ है। कस्ट एकाउन्टिङमा चाहिँ खर्च बढी लेख्यो अरे, त्यसरी लेख्नु हुँदैन थियो, बढी खर्च लेख्यो। अब हामी यसलाई प्लस गर्नेवाला छौँ 2,000 है, 2,000 प्लस गर्छौँ। अब फर्स्टमा प्लस गर्नेवाला नै लेखेँ मैले। फेरि अर्को हाम्रो आइटम छ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस ओभर चार्ज भनेर लेख्ने यसलाई मैले है, किनकि बढी लेखेको छ। यो 3 नम्बरको आइटम, थर्ड आइटम हेर्नु, सेलिङ एन्ड डिस्ट्रिब्युसन है, डिस्ट्रिब्युसन एक्सपेन्सेस ओभर चार्ज। ल ओभर चार्ज भनेर लेखिदिने, किनकि बढी चार्ज गर्यो है। ओभर चार्ज अन कस्ट एकाउन्टिङ हो। यो कुरालाई चाहिँ हामीले के गर्नु पर्यो, पोजिटिभ प्लस गर्नु पर्यो। कति रुपियाँ, 1,000। त्यसपछि फेरि अर्को हाम्रो आइटम छ इन्ट्रेस्ट रिसिप्ट not recorded in cost accounting. अब यसलाई 25 रहेछ है, 25 रहेछ। यो सबै हामी जोड्नु। अब जोड्दाखेरि कति आउँछ भने 2,000, 3,000, 4, 5,000, 5,500, 5,500 आउँछ है। अब लेस गर्नुपर्ने आइटम के छ, लेस गर्ने आइटमलाई पनि लेख्यौँ, अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड, overhead undercharged in cost accounting। थोरै लेखेछ कस्ट एकाउन्टिङले, त मेरो खर्च धेरै भएन, थोरै लेखेछ, थोरै घटाएछ। भनेपछि कस्ट एकाउन्टिङमा थोरै घटाएछ। अब फेरि अझै धेरै घटाइदिनु पर्यो, अझै बाँकी पनि घटाउनु पर्यो 3,000। त्यही भएर 3,000 माइनसमा छ, यसरी माइनसमा लेख्छौँ हामी, माइनसमा लेख्छौँ। अनि लास्टमा हामी यसरी टोटल निकाल्ने पनि काम गर्छौँ। यो माइनसवालालाई हामी यहाँ लेख्दा पनि हुन्छ,
अनि यसलाई ब्र्याकेटमा राख्दाखेरि सजिलो हुन्छ हामीलाई ब्र्याकेटमा राखौँ है सजिलो हुन्छ ब्र्याकेटमा अपरमा ब्र्याकेट भनेको माइनस अब यसलाई हामीले क्यालकुलेसन गरौँ यो 5500 मा 3000 घटायो भने 2500 यसमा जोड्यो भने कति हुन्छ हाम्रो 22,500 हुन्छ अब यो 22,500 के भन्छ नेट प्रॉफिट एज पर फाइनेंशियल अकाउंटिंग हैन कस्ट एकाउन्टिङबाट सुरु गर्यो अब फाइनेंशियल अकाउन्टिङको नेट प्रॉफिट हामीले क्यालकुलेसन गर्यौं यसरी चाहिँ निस्किन्छ है त यसरी चाहिँ हामीले सोलुसन गर्न सक्छौं कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट धेरै इजी छ तपाईहरुले बनाउन सक्नुहुन्छ ल भिडियो तपाईहरुलाई राम्रो लाग्यो होला कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला हैन अनि च्यानललाई लाइक सब्स्क्राइब गर्न पनि नबिर्सनु होला हस्त धन्यवाद।